सबैजना त सुतिसक्नुभयो होला है। 11:30 भएछ। हिजोको भन्दा त अलि छिटै छ र पनि आज पनि हिजोको टाइम चाहिँ हुन्छ पक्का पनि। गर्दैछु काम अब। आउँदाखेरि 10 बजेको थियो। आएर खानासाना खाएर फेरि बसेकी छु आफ्नो काममा र गर्दैछु। र एउटा कुरा भन्न मन लाग्यो क्या हजुरहरूसँग, कतिजनाहरूले चाहिँ अरूको कामलाई मतलब कस्तो तुच्छ नजरले हेर्नुहुन्छ, तुच्छ तरिकाले भन्नुहुन्छ कि मैले यसो विचार गर्छु। जस्तो कि अहिले ट्रेन्डमा चलेको यो फेसबुकमा भिडियो बनाउने होइन, मान्छेहरूको सोचाइ कस्तो होला मलाई अचम्म लाग्छ। किन चाहिँ मान्छेहरूले अर्कालाई न त गरी खान दिने न त पालिदिने होइन, दुःख पर्दाखेरि कठै पनि भन्दैनन् र गरी खान पनि दिन्नन् के। त्यस्तो खालको मान्छेले जेसुकै गरोस् न, नराम्रो र नचाहिँदो हरकत गरे होइन भने त भइहाल्यो नि होइन। अब सधैँ मिठो मिठो खाएको, राम्रो राम्रो लगाएको देखायो भिडियोतिर भने पनि कसैले नभएको स्वाङ पार्ने, देखावटी भन्ने होइन। अब आफ्नो घरमा जे जस्तो छ त्यही हिसाबले त्यही प्रकारले भिडियो बनाएर भिडियोमा प्रस्तुत गर्दैछन् कसैले भने पनि के साह्रो दुःख देखाएको हो भन्ने होइन। किन अर्काको जीवनलाई तथा अर्काको उसलाई त्यो 2 मिनटको भिडियो हेरेर चाहिँ नापतोल गरेर होइन, अब त्यो हिंसा निन्दा वाद विवाद किन गर्न पर्यो। हिजोसम्म यो भिडियोले के हुन्छ र कसैको नभएको मोबाइल ठडायो हिँड्यो भनेर भन्ने सबैजनाहरू आज पैसा आउँछ अरे भनेर सुन्ने बित्तिकैबाट आफै मोबाइल ठडाउँदै हिँड्न थाल्नु भएको छ भने कसैको पनि कुनै पनि कामलाई त्यस प्रकारले गाली नगर्नुहोस्, तुच्छ पाराले गाली नगर्नुहोस्। किनभने केही थाहा हुँदैन भोलि कसले के गर्न पर्छ भन्ने कुरा होइन। त्यही भएर कुनै पनि काम अब मैले जस्ट अहिले ट्रेन्डमा चलेको यो फोन मतलब भिडियोहरू बनाउने छ र मैले भिडियोको कुरा गरेको। कुनै पनि कामहरू अब कतिजनाले ड्राइभिङ गर्नुहुन्छ, कतिजनाले टेलरिङ गर्नुहुन्छ, कतिजना डक्टर हुनुहुन्छ, कतिजना के हुनुहुन्छ र पनि उही डक्टर इन्जिनियरहरूलाई चाहिँ मान्छेहरूले अलिकति हो कि भन्ने खालको, त्यो पनि डक्टरमा पनि अब त्यस्तै उस्तै डक्टर छ भने उसलाई पनि छिछि भन्न र थुथु भन्न मान्छेले भ्याउँछन् कि। अनि त्यही भएर मैले भन्छु सबैको आफ्नो आफ्नो भित्र आफ्नो आफ्नो कला हुन्छ, आफ्नो आफ्नो क्यापेसिटी हुन्छ। जरुरी छैन कि तपाईँलाई त्यो आउँछ, तपाईँ एउटा स्कुलको टिचर हो भने मैले टिचरको नाम लिएँ भनेर एकदम डाइरेक्टली त्यो टिचरमै नलिनु होला। जस्ट मैले एउटा एक्जाम्पल दिएको मात्रै हो। अनि टिचर हुनुहुन्छ भने जरुरी छैन यो संसारभरिका मान्छे सबै टिचरै होस् भनेर। यदि सबैजना टिचरै भयो भने भोलि बिहान तपाईँ आफै नै बिमारी पर्दाखेरि कुन डक्टर देखाउन जाने, कहाँको डक्टर खोज्ने।